के तपाईलाई लाग्छ मसान घाटमा मुर्दा जलाएपछि सबै कुरा सकिन्छ? सावधान, रातिको 12 बजेपछि त्यहाँ यस्तो रमिता चल्छ जुन देख्ने मान्छे बिरलै बाँचेर फर्कन्छन्। गाउँको छेउमा रहेको त्यो पुरानो मसान घाट जहाँ दिउँसो त मान्छे जान डराउँछन् भने रातिको त कुरै छोडौँ। यो घटना 10 वर्ष अगाडिको हो। छिमेकी गाउँका काले दाई रातिको 1 बजे त्यही मसान घाटको बाटो हुँदै घर फर्कँदै थिए। अँध्यारो रात, वरिपरि स्यालको रुवाई र खोलाको सुसाहाट मात्र सुनिन्थ्यो। काले दाई जब घाटको नजिक पुगे उनले टाढैबाट ठुलो आगो बलेको देखे। उनलाई लाग्यो यो बेला कसले लास जलायो होला। तर जब उनी नजिक पुगे उनको सातो गयो। त्यहाँ कुनै लास जलिरहेको थिएन। बरु आगोको वरिपरि अनौठा लामा लामा सेता आकृतिहरू हात समातेर नाचिरहेका थिए। ती आकृतिहरूको खुट्टा जमिनमा थिएन, तिनीहरू हावामा तैरिँदै मसान जगाइरहेका थिए। काले दाई डरले लगलग काप्न थाले। अचानक एउटा आकृति नाच छोडेर बिस्तारै पछाडि फर्कियो। उसको अनुहार नै थिएन, केवल 2वटा चहकिला पहेँला आँखा मात्र थिए। काले दाईले त्यहाँबाट भाग्ने कोसिस गरे, तर उनका खुट्टा जमिनमा टाँसिए जस्तै भए, हलचल गर्नै सकेनन्। भोलिपल्ट बिहान गाउँलेहरूले उनलाई त्यही घाटको खरानीमा बेहोस अवस्थामा फेला पारे। आज पनि काले दाई त्यो रातको कुरा गर्दा थुरथुर काप्छन्।